पूर्णलाई नमस्कार। म चाहिँ आज हाम्रो मेलम्ची नगरपालिका वार्ड नम्बर 5 अहिलेको पहिला चाहिँ सिन्धुकोट गाविस वार्ड नम्बर 6 मुसुरी 7 बस्नुहुन्थ्यो। उहाँ चाहिँ हजुरको पहिलाको पुर्ख्यौली घर चाहिँ हैपुङ थियो। म उहाँलाई भेट्न आएको छु आज। उहाँको छोरा पनि हुनुहुन्छ यहाँ, कृष्ण प्रसाद खतिवडाज्यू, अनि उहाँ पनि हुनुहुन्छ पण्डित खतिवडा हुनुहुन्छ। उहाँहरूलाई भेट्न आएको छु। यो चाहिँ मैले आफ्नो युट्युब च्यानलमा पछिसम्म रहने गरी राख्नको निमित्त यो एउटा सानो भिडियो बनाएँ। यदि तपाईँहरूलाई पनि इच्छा लागेको हुनसक्छ, कतिले फोन गर्नुभएको छ मेरो बनाइदिनुहोस् भनेर। मैले भ्याएको छैन, समय मिलाएर यहाँहरू समक्ष आउने बाचा गर्दै मैले बालाई स्वागत गरेँ। बा ल नमस्कार। ल कृष्णजी नमस्कार। नमस्ते हजुर। ल यहाँहरूलाई मैले आज एकदमै अवसर पाएँ। धेरै कोसिस गरेको थिएँ भेट्नलाई, भेट्न सकेको थिएन। आज भेटी समय जुरु। यो मैले एउटा दिपक आले मगर भन्ने युट्युब च्यानलमा यो भिडियो धेरैभन्दा धेरैको राखेको छु र यहाँको पनि त्यहाँ रहनेछ र सबैले आफ्नो फेसबुक वालमा युट्युबमा पनि राख्न सक्नुहुन्छ। यो चाहिँ किन भन्दा पछि एउटा चिनारी होस्, हाम्रो बाबा मम्मी अथवा हजुरबा हजुरआमा पुर्खा कस्ता थिए त भन्नलाई पछिल्लो पिँढीहरूलाई हेर्नलाई सजिलो हुन्छ। यस्ता हुँदो रहेछ, सम्झना रहन्छ भनेर बनाएको हो। त्यसको लागि यहाँहरूले केही नसोचिदिनु होला। त्यसकारण मैले यहाँलाई हजुरको एकचोटि नाम भनेर सुनाउनुहोस् त। मेरो पण्डित खतिवडा हो। हजुर कति वर्ष हुनुभयो? अहिले अब 70 71 72 लाग्यो यो वैशाखबाट। 72 लाग्नु। मैले अघि हजुरलाई अलिकति भने हैपुङ बस्नुहुन्थ्यो, त्यो कुरा एकचोटि अलिकति भनिदिनुहोस् न। अब हैपुङ बस्यो भन्छ। अब जे होस् अलिक दुःखै थियो। अनि अब त्यहाँबाट फेरि यता पारिसारी हो। अब त्यो पनि अब कुन वर्षमा भन्ने कुरो नि अलि याद आएन, बिर्सियो। जस पहिलाको बसोबास पुर्ख्यौली हैपुङ, त्यसपछि सिन्धुकोट आएर बस्यो मुसुरीमा। हजुर। त्यहीँ चाहिँ छोराहरू चाहिँ 3जना हुनुहुन्छ। छोरा 3टा, रामचन्द्र, कृष्ण, जेठो रामचन्द्र, माइलो कृष्ण प्रसाद खतिवडा, कान्छो सुदर्शन खतिवडा। सुदर्शन बाहिर नै हुनुहुन्छ। अनि यहाँको छोरी पनि हुनुहुन्छ। छोरी 4 छोरी सबै बिहादान भइसक्यो सबैको। अनि नातिना 18वटा छन्। 18वटा भइसक्यो छोराछोरीपट्टिबाट। छोराछोरी गरी 18वटा नातिना। एकदमै घर परिवार आफ्नो परिवारबाट एकदम सन्तुष्टि छ। मलाई केही पीर बाधा केही छैन। अनि हजुरको रोग चाहिँ केही छ त्यस्तो दीर्घ रोगहरू? अब दीर्घ रोग चाहिँ अब पहिला टिभी भएको थियो, त्यो निको भयो। अब अहिले अलि जिउ खुल्या छ। उकालो यसो अलि टाढा हिँड्यो भने अलिक श्वासजी बढी आउँछ। अथवा त ठिकै छ भनौँ। त्यो त बुढेसकाल बुढेलीले लायो है। अब यस्तै हो सबैको चाहिँ एउटा यो प्राणी जगतमा। अब अहिले विदेशबाट सबै चिज ल्याएर खानुपर्छ। नेपालमा अर्ग्यानिक चिज केही छैन। अब सरकारले पनि मल चाहिँदाखेरि कमिसन खोज्दै मल किसानलाई पाउँदैन। अनि नेपालमा ट्र्याक्टर इन्डियाबाट ल्याउँछ, तेल इन्डियाबाट ल्याउँछ, ट्र्याक्टरमा चाहिने एउटा नट बोल्ट इन्डियाबाट ल्याउँछ। दाल चामल अन्डा माछा मासु फलफुल स्याउ सुन्तला इत्यादि इन्डियाबाट। त्यो चाहिँ रातभरि उनीहरू इन्जेक्सन लगाएको हामीले प्रत्यक्ष भिडियोमा देखाएको छौँ। तर त्यो चिज हाम्रो बजारमा बिहानै आइपुग्छ, त्यही खान्छौँ। अनि अहिले अधिकांशलाई हामीलाई रोगले सताइन्छ। सुगर, प्रेसर र क्यान्सर अहिले मुख्य गरी। अब किडनीहरू फेल हुने, मुटुले काम नगर्ने त तमाम छ। अब यस्तो चिजहरूलाई सरकारले एउटा हस्पिटलले उपचार गर्दै गर्दा अर्को हस्पिटलमा रिफर गर्न पर्यो भने त्यो हस्पिटलले गरेको चेक जाँचको रिपोर्ट चाहिँ अर्को हस्पिटलमा जाँदा फेरि रिचेक गर्नु। त्यसले त जनता त एकदमै मारमा परेको हुन्छ नि, होइन बुवा? त्यसको लागि मेरो चाहिँ के भन्छु भने एउटा हस्पिटलबाट गरेको रिपोर्टिङ, त्यो टेस्टको रिपोर्ट कम्तीमा 15 दिन अथवा 2 महिना अथवा 3 महिनासम्म
अर्को हस्पिटलमा चेक गर्दाखेरि त्यसले काम गर्नुपर्छ। गर्नुपर्ने हो। त्यसले चाहिँ के भन्छ त भन्दा जनता अनि किसानहरू गरिब दुखी नेपालीहरूलाई अलिकति लुट्ने प्रविधि बढेको हो कि त्यो सिस्टमले चाहिँ भन्ने हाम्रो विचार छ र हाम्रो चाहिँ त्यो एउटा आवाज छ। त्यस्तो चिजहरू राज्यको संयन्त्रमा बस्नेहरूले बुझिदिनुपर्छ। त्यो खालको नीति बन्नुपर्छ, त्यो खालको नियम बन्नुपर्छ। कम्तीमा 15 दिन 20 दिनसम्म मात्रै भए पनि त त्यो रिपोर्टले त काम गर्छ नि त, तुरुन्तै त शरीर चेन्ज भएको हुँदैन नि। त्यस्ता चिजहरू अहिले स्वास्थ्य क्षेत्र अब यो शिक्षा क्षेत्रलाई नै चाहिँ अब एउटा बिजनेसको रूप भयो भनौँ न। हो, त्यो कमाउने भाँडो भयो, कमाइ खाने भाँडो भयो। त्यसको लागि हाम्रो चाहिँ बुलन्द आवाज छ। उहाँ चाहिँ पण्डित खतिवडाज्यूको छोरा हुनुहुन्छ, चाहिँ माइलो छोरा कृष्ण बस्नेत। नमस्ते सबैलाई नमस्कार मेरो। यहाँ चाहिँ के पेसा गर्नुहुन्छ कृष्ण सर? म चाहिँ ड्राइभिङ गर्छु। हजुर। अब आज शनिबारको बसाइमा भइयो, छुट्टीको दिन, खुसी लाग्यो। हजुरसँग भेटघाट भयो, खुसी लाग्यो। मेलम्ची खानेपानीको गाडी पनि चलाउनु भयो? हजुर, मैले मेलम्ची खानेपानीको 32 महिना ड्राइभिङ गरेँ टनेलभित्र। त्यसपछि विदेश जानुभयो? हजुर, आफैले बस किनेर बसबाट पनि खासै आमदामी नभएपछि अनि फेरि विदेश गएर अहिले चाहिँ यही हजुरले भने जस्तै अब खानपिनमा यस्तै ऊ भएर चाहिँ अब सुगर प्रेसरको रोगी भएर आइयो विदेशबाट। 1 वर्षमा फर्केर आएँ। अहिले हालको लागि अब यस्तै प्राइभेट जाहिर गरेर बसिरहेको छु। हजुर। हस्, यहाँहरूलाई मैले एउटा सानो भिडियो बनाएँ। अब प्राइभेट जाहिर गर्नुभएको छ, जे गर्नुभएको छ, आय स्रोत धेरै नभए पनि थोरै। अब हामी गरिबले के नै गर्न सक्छौँ र होइन। आज यहाँ चाहिँ नि उहाँको परिवारलाई भेट्ने अवसर पाएँ, खुसी लाग्यो। यहाँहरूको परिवारमा सुख शान्ति समृद्धि सधैँभरि चाहिँ राम्रो होस्, रोगहरू केही नलागोस्। हामी तिनै चिजहरू अब आस्था गरौँ, विश्वास गर्ने ठाउँहरूमा आफूले जे गर्छौँ होइन, तिनलाई नै सम्झेर ती चिजहरू हामीसँग नराम्रो चिजहरू दरिद्रता गरिबी नफैलियोस्, हामी त्यही प्रार्थना सबैसँग गरौँ, अब सबै भगवान्हरूसँग होइन। त्यही भन्दै मैले चाहिँ यहाँहरूको परिवारलाई भेट्ने अवसर पाएँ। अनि उहाँको म्याडम छोरी हुनुहुन्छ, उहाँलाई आफ्नो बाहिरी कामले बाहिर जानुभएको छ। छोरी चाहिँ यहाँ एउटा सानो भिडियो मुसु हाँस्दै खिच्दै बस्नु भएको छ। यो भिडियो खिचिदिनलाई सहयोग गर्ने छोरीलाई विशेष धन्यवाद दिँदै मैले यो सानो भिडियोबाट बिदा माग्ने अनुमति चाहन्छु। हस्, नमस्कार।